यीशु ख्रीष्टको नाउँमा जय मसीह। मेरो प्रियहरू, आज हामी हेर्नेछौँ अरूको व्यवहार जस्तै नगर्नुहोस् भन्ने विषयमा परमेश्वरको वचनबाट सिक्नेछौँ। प्रियहरू, बाइबलमा सुरुदेखि अन्त्यसम्म नै बदला नलेऊ, बदला लिने काम मेरो भनेर परमेश्वरले भन्नुभएको छ। यसको अर्थ कतिपटक हाम्रो व्यवहार कस्तो हुन्छ भन्दाखेरि अरूको व्यवहार जस्तो हुन्छ त्यस्तै तपाईँले पनि व्यवहार गरिरहनु भएको हुन्छ। अरूको बोली जस्तो हुन्छ त्यस्तै बोली तपाईँले पनि बोलिराख्नु भएको हुन्छ। यस कारणले बाइबलले चाहिँ हामीलाई यो सिकाउँदैन अरूले जस्तो व्यवहार गरेको छ, होइन, अरूले खराब व्यवहार गरेको छ भने त्यस्तै आफूले पनि खराब व्यवहार गर्ने, अरूले खराब बोलेको छ भने त्यस्तै खराब बोली आफूले पनि बोल्नुपर्ने, होइन, उसको बदला लिनुपर्ने, उसको नापो फेर्नुपर्ने, त्यस्तो कुराहरू वचनले सिकाउँदैन। यस कारणले गर्दाखेरि आज हामी सिक्नेछौँ कि अरूको जस्तो, होइन, तपाईँसँग जुन व्यक्तिले व्यवहार गरिरहेको छ अनि जो व्यक्तिले चाहिँ नराम्रो व्यवहार गरिरहेको छ, खराब व्यवहार गरिरहेको छ भनेदेखि त्यस्तै व्यवहार तपाईँले नगर्नुहोस् भन्ने कुराहरू म तपाईँलाई सिकाउन चाहन्छु। पहिलो कुरा त परमेश्वरले मानिसको व्यवहार अनुसार गर्नु भएन। यदि परमेश्वरले मानिसप्रति मानिसको व्यवहार अनुसार गरेको भए संसारमा कोही पनि मान्छे रहन सक्दैन, कोही पनि मान्छे टिक्न सक्दैन। किनभने हरेक मान्छे पापी छ। कुनै न कुनै क्षेत्रमा सबैजना चुकेको हुन्छ, परमेश्वरको विरुद्धमा उसले गल्ती गरेको हुन्छ। अनि परमेश्वरले त्यो व्यक्तिलाई त्यही अनुसारको व्यवहार गर्ने हो भनेदेखि सबै मान्छेहरू नष्ट भएर जान्छ। तर परमेश्वरले मानिसलाई मानिसको व्यवहार अनुसार गर्नु भएन, तर आफ्नो व्यवहार गर्नुभयो। मानिस पापी छ भनेदेखि उहाँले आफ्नो धार्मिकताको व्यवहार मानिसजातिमा देखाउनुहुन्छ है। मान्छे अधर्मी छ भने, होइन, मान्छे खराब छ भने उहाँले आफ्नो असल अभिप्रायले मान्छेलाई अँगाल्नुहुन्छ। उहाँले धेरै ठाउँमा भन्नुभएको छ, जसरी कुखुराको माउले आफ्नो चल्लालाई आफ्नो पखेटाभित्र हाल्छ त्यसरी नै म मेरो प्रजालाई, म मेरो सन्तानलाई आफ्नो बाहुलीभित्र राख्छु भनेर उहाँले बताउनु भएको छ। यस कारणले गर्दाखेरि प्रियहरू, पहिलो नम्बर तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि परमेश्वरले मानिस जातिलाई मानिसको व्यवहार अनुसार गर्नु भएन है। मान्छे त स्वभावैले पापी छ, स्वभावैले अधर्मी छ, होइन, खराब सोच्ने, खराब बोल्ने, खराब काम गर्ने, अरूको कुबलो चिताउने, खुट्टा तान्ने, यस्ता हामी संसारमा देख्छौँ। यस्तो व्यवहारहरू उसको एउटा स्वाभाविक गुण हो। स्वभावैले खराब कामहरू गरिराखेको हुन्छ, नचाहेर पनि कतिपटक, होइन, नबुझेर पनि कतिपटक उसले गलत कामहरू गरिराखेको हुन्छ। तर मान्छेले गलत गर्यो, मान्छे पापी भयो, मानिस चाहिँ अधर्मी भयो, मानिसले मेरो विरुद्धमा उठेर काम गर्यो भनेर परमेश्वरले त्यसलाई तहस नहस गर्नुभएको छैन। उसलाई आफ्नो व्यवहार अनुसार धार्मिकताको व्यवहार देखाएर, आफ्नो पवित्र रगत दिएर, आफ्नो प्राण त्यागेर, यीशु ख्रीष्टले आफ्नो रगत दिएर चाहिँ आफ्नो धार्मिकता, आफ्नो पवित्रता मानिस जातिमा दिनुभएको छ। प्रियहरू, यस कारणले गर्दाखेरि परमेश्वर भन्नुहुन्छ, बदला लिने काम मेरो हो, होइन, इनाम दिने काम मेरो, कसैले प्रतिफल दिने काम मेरो, म नै दिनेछु, इन्साफको अधिकार मलाई मात्र दिएको छ भनेर यीशु ख्रीष्टले भन्नुभएको छ। इन्साफ गर्ने उहाँ हुनुहुन्छ, होइन, कसैलाई न्याय गर्ने त उहाँ हुनुहुन्छ। यस कारणले गर्दाखेरि प्रियहरू, कोही मानिसले तपाईँलाई हानि गर्दैछ, कोही मान्छे तपाईँको कुबालो गर्दैछ, कोही मान्छेले तपाईँको खुट्टा तान्दैछ भने तपाईँले त्यस्तै नगर्नुहोस्, होइन, उसलाई जवाफ नफर्काउनुहोस्। परमेश्वरको वचनमा यसरी लेखिएको छ, परमेश्वरको देखासिकी गर्ने गर। परमेश्वरले जस्तो गर्नुभयो, यसुले जस्तो गर्नुभयो, तपाईँले पनि त्यस्तै गर्नुहोस्। भजन सङ्ग्रहको पुस्तक 103 अध्यायको 10 पदमा यसरी लेखिएको छ, उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुहुन्न अनि हाम्रा अधर्म अनुसार हामीलाई दण्ड दिनुहुन्न। होइन, यस्तो प्रियहरू कति गहिरो कुराहरू यहाँ बताइएको छ है। उहाँले के गर्नुहुन्न? हाम्रो पाप अनुसारको व्यवहार गर्नुहुन्न है। यदि पाप अनुसारको व्यवहार गरिदिएको भए, अघि नै मैले तपाईँलाई बताइसकेँ, संसारमा कोही पनि मान्छे रहन सक्दैन, कोही पनि मान्छे टिक्न सक्दैन, सबैजना दण्डको भागीदार हुन्छन् प्रियहरू। तर परमेश्वरले के गर्नुभएको छ भन्दाखेरि मान्छेको अधर्म अनुसारको, होइन, मान्छेको पाप अनुसारको व्यवहार उहाँले गर्नुभएको छैन। मान्छे पापी भए तापनि, दोषी भए तापनि, अधर्मी भए तापनि उनीहरूलाई माया गरेर, उनीहरूलाई क्षमा दिएर, आफ्नो रगत दिएर
हैन, प्राण दिएर धोएर पखालेर उसलाई धर्मी बनाउने काम, निर्दोष ठहराउने काम उहाँले गरिराख्नु भएको छ प्रियहरू। यसकारणले परमेश्वरले धेरै ठाउँमा भन्नुभएको छ, जस्तो म पवित्र छु तिमीहरू त्यस्तै पवित्र हो, है, मेरो देखासिकी गर्ने गर भनेर उहाँले भन्नुभएको छ। अनि परमेश्वरले तपाईँको जीवनमा तपाईँको व्यवहार अनुसार गर्नुभएको छैन भनेदेखि तपाईँले पनि आफ्नो छिमेकीसँग, तपाईँले पनि अर्को कोही व्यक्तिसँग उसको व्यवहार अनुसारको काम, उसको व्यवहार अनुसार तपाईँले त्यस्तै व्यवहार नगर्नुहोस्, है। उसले खराब बोल्यो भन्दैमा, उसले तपाईँलाई हैन, उसले तपाईँलाई कुभलो चिताए भन्दैमा तपाईँले पनि त्यस्तै खराब व्यवहारहरू नगर्नुहोस्, खराब बोली उसलाई नफर्काउनुहोस्। तर तपाईँको व्यवहार जस्तो छ, तपाईँको सोच जस्तो छ, त्यस्तै सोच उसमा राख्नुहोस्, त्यस्तै बोली, त्यस्तै व्यवहार तपाईँले गर्नुहोस्। यदि उसले खराब गरिराखेको छ भने तपाईँले असल गर्नुहोस्। अनि एक दिन तपाईँको व्यवहारद्वारा, तपाईँको बोलीद्वारा ऊ प्रभावित हुनेछ अनि तपाईँको जीवन देखेर ऊ चाहिँ धेरै अचम्म मान्नेछ र पछि गएर उसले पनि सिक्नेछ, ए मैले खराब गर्नु हुँदैन भन्ने कुरा। यस कारणले गर्दाखेरि प्रियहरू, मैले तपाईँलाई बताउन खोजेको कुरा के छ भन्दाखेरि उसको व्यवहार, उसको बोली, उसको आनी बानी, उसको हैन जति पनि आचरणहरू छन् त्यो अनुसारको व्यवहार नगर्नुहोस्। तर तपाईँमा परमेश्वरले हालिदिनु भएको असल कुराहरू जे छन् त्यही अनुसारको व्यवहार, त्यही अनुसारको बोली तपाईँले गर्नुहोस्। अनि त्यो कुराले उसको जीवनमा धेरै फरक पार्छ, ठुलो प्रभाव पार्दछ प्रियहरू। किनभने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ अनि परमेश्वरको सन्तानले परमेश्वरको देखासिकी गर्नुपर्छ। मत्तीको पुस्तक 5 अध्यायको 43 यसरी लेखिएको छ, तिमीहरूले यसो भनेका सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। आमेन। उहाँले कसैले पनि पक्षपात गर्नुहुन्न, कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्न, हैन। धर्मीलाई चाहिँ उहाँले वृष्टि पठाउने, पापीले चाहिँ उहाँले सुख, एकदमै त्यो घामै घाम मात्रै उहाँले पठाउनुहुन्न। अनि सूर्य पनि उहाँले के गर्नुभएको छ, एक समान सूर्यको प्रकाश उहाँले पठाउनुहुन्छ प्रियहरू। अनि जसरी परमेश्वरले एक समान आफूमा भएको असल कुराहरू जसरी उहाँले प्रकट गर्नुहुन्छ, अनि त्यसरी तपाईँले पनि आफूमा भएको असल कुरा अरूमा प्रकट गर्नुहोस्। संसारमा हामी सुन्दछौँ, खराबलाई चाहिँ खराबै गर्नुपर्छ, कसैले तपाईँलाई हानि गर्दैछ भने तपाईँले त्यसको बदला गर्नुपर्छ, जस्तालाई त्यस्तै भन्ने कुरा तपाईँले सुन्नुहुन्छ। तर वचनले कुरा सिकाउँदैन, जस्तालाई त्यस्तै नगर, खराबको सट्टा खराब नगर, खराबलाई पनि भलाइले जिता भनेर रोमीको पुस्तकले बताउँदछ। यहाँसम्म कि शत्रुलाई पनि प्रेम गर, है। शत्रुले तपाईँको भलाइ त गर्दैन नि, तर वचनले के सिकाउँछ भने शत्रुलाई पनि तिमीले भलाइ गर, शत्रुलाई पनि तिमीले प्रेम गर, उसको व्यवहार, उसको बोली अनुसार तिमीले नगर, किनभने तिमी परमेश्वरको छोराहरू हौ, परमेश्वरको सन्तान हौ। त्यो भएको कारणले गर्दाखेरि प्रियहरू, अब तपाईँले मैले गर्नुपर्ने काम के छ भनेदेखि परमेश्वरको स्वभाव अनुसार, परमेश्वरको आचरण अनुसार हामी संसारमा जिउनुपर्छ, है। किनभने नुन नै हो, ज्योति नै हो। जतिसुकै त्यसको विरुद्धमा उठे तापनि, जतिसुकै त्यो ज्योति होइन भनेर त्यसलाई प्रुभ गर्न खोजे तापनि, नुन जतिसुकै कुराहरूले यो नुन होइन भनेर प्रमाणित गर्न खोजे तापनि, आखिर नुन नै हो। नुनले आफ्नो स्वाद दिएरै छोड्दछ। ज्योति आखिर ज्योति नै हो, ज्योतिले आफ्नो ज्योति दिएरै छोड्दछ। यस कारणले परमेश्वरले तपाईँलाई संसारको नुन अनि संसारको ज्योति हो भनेर भन्नुभएको छ। यस कारणले गर्दाखेरि अरूले खराब काम गर्यो भन्दैमा तपाईँले खराब काम गर्ने, अरूले कुभलो गर्यो भन्दैमा तपाईँले पनि कुभलो गर्ने, अरूले खराब बोल्यो भन्दैमा तपाईँले पनि खराब बोल्ने, अरूले हैन नीच व्यवहार गर्यो भन्दैमा तपाईँले पनि नीच व्यवहार गर्ने होइन प्रिय। किनभने तपाईँ नुन हुनुहुन्छ, तपाईँ नुन जस्तै भएर स्वादिलो बन्नुपर्ने हुन्छ। तपाईँ ज्योति हुनुहुन्छ, अन्धकारमा ज्योति भएर चम्काउनु पर्ने हुन्छ प्रियहरू। यस कारणले अरूले गरे जस्तो व्यवहार नगर्नुहोस्। परमेश्वरले तपाईँमा हालिदिनु भएको वचन अनुसार, परमेश्वरले तपाईँमा हालिदिनु भएको स्वभाव र आचरण अनुसार असल अभिप्राय, असल आचरण, असल कुराहरू तपाईँले आफ्नो जीवनदेखि निकाल्नुहोस्, बगाउनुहोस्। अरूसँग व्यवहार गर्दै गर्दा असल प्रकारले व्यवहार गर्नुहोस्। अनि परमेश्वरको ज्योति, परमेश्वरको
महिमा त्यहाँबाट चम्कनेछ, त्यहाँबाट प्रकट हुनेछ। आमेन। अनि मत्तीकै पुस्तक 5 अध्यायको 38मा यसरी लेखिएको छ, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो, आँखाको बदला आँखा र दाँतको बदला दाँत, तर म तिमीहरूलाई भन्दछु दुष्टको मुकाबिला नगर। है, दुष्टको सवाल जवाफ तिमीले नगर, त्यससँग तिमी सामना गर्नपट्टि नलाग। होइन, कसैले तिम्रो आँखा निकाल्नलाई कोसिस गर्दैछ भने तपाईँले पनि उसको आँखा निकाल्नलाई कोसिस नगर्नुहोस् भनेको छ। है, जसले तिम्रो दाहिने गाला चड्काउला त्यसलाई अर्को गाला पनि थापिदेऊ। हेर्नुहोस् त, परमेश्वरको वचन कस्तो महान छ प्रियहरू। है, यसोको सिचाइ यो छ, यसोले यस्तो किसिमले भन्नुभएको छ, कसैले तिम्रो दाहिने गाला चड्काउँछ भनेदेखि अर्को देब्रे गाला पनि थापिदेऊ। यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई 1 किलोमिटर जान बाध्य गर्छ भने उसँग 2 किलोमिटर गइदेऊ। तर संसारमा हेऱ्यो भनेदेखि प्रियहरू यस्ता स्वभाव बोकेका मान्छेहरू भेट्न गाह्रो हुन्छ। है, कसैले 1 गाला चड्कायो भनेदेखि उसले चाहिँ अरूको 2 गाला चड्काइसकेका हुन्छ। कसैले मुद्दा चलायो भनेदेखि त्योभन्दा ठुलो मुद्दा आफूले चलाइरहेको हुन्छ। अनि कसैले तपाईँलाई 1 किलोमिटर जानलाई अनुरोध गरिरहेको छ भनेदेखि म जाँदिनँ भने उसको कुरालाई इन्कार गर्ने कुराहरू, होइन, उसको मुकाबिला गर्ने कुराहरू, उसको प्रतिशोध गर्ने कुराहरू, उसको विरुद्धमा बोल्ने कुराहरू भइराखेका हुन्छन्। तर परमेश्वरको वचनले तपाईँ र मलाई यसरी बताउँछ, कसैले तिमीलाई चड्काउँछ भने, कसैले तिमीलाई दाउरा खोज्ने दाबी गर्छ भने, कसैले तिमीलाई कतै जानलाई बाध्य गर्छ भनेदेखि तिमी गइदेऊ। अनि यो कुराले परमेश्वरको स्वभाव प्रकट भइराखेको हुन्छ प्रियहरू। अनि आज हामी जिउने भनेको ख्रिस्टको लागि जिउने हो। गलाती 2:20ले भन्छ, अब उपरान्त जिउने म होइन, जिउने तपाईँ ममा भएर हो भनेर त्यहाँ प्रेरित पावलले भन्नुभएको छ। जुन जीवन अहिले म शरीरमा जिउँदछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँदछु भनेर त्यहाँ बताइएको छ। यस कारणले गर्दाखेरि हामी संसारमा अहिले जिउने चाहिँ आफ्नो स्वभाव अनुसार, आफ्नो सोच विचार अनुसार र अरू मानिसको व्यवहार अनुसार जिउने होइन, तर परमेश्वरको स्वभावलाई बोकेर, उहाँको होइन नयाँ स्वभावलाई धारण गरेर, नयाँ आचरणलाई धारण गरेर तपाईँमा जिउनु पर्ने हुन्छ प्रियहरू। यस कारणले येशूको वचन यो छ कि अरूले जे गरे तिमीले त्यही नगर, तर तिमी फरक भएर अनि येशूको सोच, येशूको विचार, येशूको स्वभाव, नयाँ विचार, नयाँ होइन आचरणलाई बोकेर तिमी जिउ अनि परमेश्वरको महिमा, परमेश्वरको शक्ति त्यहाँबाट प्रकट भइराखेको हुन्छ भनेर परमेश्वरले बताउनु भएको छ। यस कारणले गर्दाखेरि प्रियहरू, आज म तपाईँलाई बताउन चाहन्छु, अरूको व्यवहार जस्तो नगर्नुहोस्, तर येशूको व्यवहार जस्तो तपाईँले आफ्नो जीवनबाट गर्नुहोस्। अनि तपाईँको जीवन धेरै फरक हुनेछ, तपाईँको जीवन धेरै उदाहरणीय हुनेछ, तपाईँको जीवन धेरै सुवासना हुनेछ। तपाईँलाई देखेर मान्छेहरू धेरैले प्रशंसा गर्नेछन्, धेरै अचम्मित हुनेछन्, धेरैजना प्रभावित हुनेछन् अनि तपाईँबाट केही सिक्नेछन्। आमेन। आजको वचन यही नै राख्नेछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीष दिनुभएको। धन्यवाद। जय मसीह।